दर्शन नमस्ते सबैजनामा। अहिले म आएको छु आदेश्वर मन्दिर, जुन सीतापाइला नागार्जुनमा पर्छ। स्वयम्भूदेखि 40 मिनटको दूरीमा। इचङ्गो नारायण मन्दिर जाँदाखेरि देब्रेपट्टि पर्छ। दुईटैको स्वयम्भूबाट डिस्टेन्स उस्तै छ। व्यक्तिगत सवारी साधनहरू सबै आइपुग्छ यहाँ। तपाईहरु जुत्ताहरू खोल्ने ठाउँ यहाँ छ। जुत्ता चप्पल यहाँ खोल्नुपर्छ र सवारी साधनहरू सबै आइपुग्छ। सार्वजनिक सवारी पनि आउँछ यहाँ स्वयम्भूबाट, तर अलिक ढिलो आउँछ। त्यसको लागि तपाईहरुले पर्खिनु पर्ने हुन्छ। बाँकी तपाईहरु पैदल भनेको 40 मिनट मात्र हो। बिस्तारै हिँड्दाखेरि सुरुमै यहाँ भगवान गणेशको मन्दिर छ। मन्दिर हैन, प्रतिमा राखिएको छ। यहाँ तपाईहरुले दर्शन गर्न सक्नुहुन्छ। भगवान गणेश विघ्न सङ्कटको नाश गर्ने हुनुहुन्छ। मन्दिरको भित्री स्वरूप चाहिँ यस्तो छ, तपाईहरुले देख्न सक्नुहुन्छ। एकदम सुनौलो रूपमा छ मन्दिरको स्वरूप। एकदम गोल्डन कलर बरपिपलको रुख छ। एकदम शीतल ठाउँ रहेछ गर्मीको समयमा। अहिले त अब गर्मी जान लाग्यो, त्यसैले गर्दा केही समस्या छैन। तपाईहरु दर्शन गर्न चाहनुहुन्छ भने एकदम राम्रो ठाउँ रहेछ। यहाँ पनि जय भोलेनाथ। यहाँ देवी कालीको प्रतिमा राखिएको छ। भिडियो चाहिँ मैले हिजो आज एकदम छोटो बनाउन थालेको, जुन गन्तव्यमा पुगेपछि मात्रै बनाउन थालेको। बाटोदेखि बनाउँदाखेरि भिडियो लामो हुँदो रहेछ। फेरि तपाईहरुले खासै प्रतिक्रिया पनि दिएन के कस्तो भनेर, अनि त्यही भएर मैले डेस्टिनेसनमा पुगेपछि मात्रै बनाउन थालेको एकैचोटि। भिडियो पनि छोटो हुने, त्यसो गर्दा तपाईहरुलाई पनि समय धेरै वेस्ट नहुने। तपाईहरुलाई कस्तो लाग्छ कुनै पनि गन्तव्यसम्म पुग्नको लागि बाटो पनि देखाउनु पर्ने भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ। तपाईहरुको कमेन्ट गर्नुभयो भने म फेरि देखाउने छु बराबर लोकेसन। यस्तै ऐतिहासिक मठ मन्दिर पदयात्राको लागि तपाईहरुले जान्न चाहनुहुन्छ भने लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला, प्रतिक्रिया दिनु होला। थ्याङ्क यू। हजुरहरुको मङ्गलमय शुभकामना।